हिजोको ब्लगमा तपाईहरुले हामी सैलुङमा गएर के कुराहरु गर्यौं त भन्ने कुराहरु देख्नुभयो होला। आज त्यसको नेक्स्ट डे। आजको दिन मेरो लागि एकदमै स्पेशल छ किनभने आज मेरो जन्मदिन हो। हाम्रो यो यात्राको उद्देश्य नै यही थियो, घुम्ने, रमाइलो गर्ने र बर्थडेको दिन कालिन्चोक माताको दर्शन गर्ने। स्पेशलले भरिएको आजको दिन। अझै अर्को एउटा पनि स्पेशल कुरा छ जुन कुरा तपाईले यो भिडियोको लास्टमा थाहा पाउनुहुनेछ। यदि नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नु होला। हामी 10K को धेरै नजिक छौं। गुड मर्निङ, नमस्कार, झोरले, जोजो लाप्पा, ढोकदिया, सबै पूर्वदेखि पश्चिमसम्म उत्तरदेखि दक्षिणसम्म सम्पूर्ण नेपाली दाजुभाइहरू सम्पूर्णमा गुड मर्निङ, नमस्कार। आजको हाम्रो दिन, आजको हाम्रो स्पेशल दिन, कहाँ दिन मात्र हुनु, आज स्पेशल दिन सुरु भइसकेको छ। यस, फर्स्टमै भन्न चाहन्छु, इट्स माई बर्थडे। सो 28th of कार्तिक विच इज 13 नोभेम्बर हुन्थ्यो, तर आज यसपालि 14 नोभेम्बर भएछ। सो आज बर्थडेको दिन हामी हिजोको ब्लग, अस्तिको ब्लग हेरिहाल्नु होला तपाईँहरूले। सो हिजोको ब्लगमा हामी चरीकोट आएर बसेका थियौँ भनेका थियौँ। सो हिजो हामीले सैलुङ घुमेर आज चाहिँ हामी माथि कालिन्चोक दर्शन गर्न जाँदैछौँ। एकदम बर्थडेको दिन पारेर नि ठ्याक्क नि घुम्न पनि हुन्छ। हिजोको दिन घुम्यो, आज बर्थडेको दिन ठ्याक्क दर्शन गर्नुहुन्छ भनेर हामी चाहिँ आज दर्शनको लागि निस्किसकेका छौँ। बिहान आजको हाम्रो दिन बिहान 6 बजी सुरु भयो। किन कस्तो हामी हरेक टाइम लेट भइरहेछ। हिजो निक्लिनु पनि त्यस्तो भयो, आज पनि अलि हतारमै छ, रसमै छ। काठमाडौँ पनि पुग्नुपर्छ, साथी काम अब सबै कुरा रमाइलो मात्र होइन, रमाइलो प्लस काम सबै कुरा मिलाउनुपर्छ जस्तो लाग्छ लाइफमा। सो हामी ट्राई गर्दैछौँ। ल, अन द वे छौँ। बिहान हामी चेकआउट गरेर बिहानको शुभ बिहानी वाउ केही नखाइकन टक्क दर्शन गरेर घुमघाम सकाएर हामी रिटर्न हुन्छौँ। फेरि पनि नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोला। सबै अल सेट छ, राम्रो छ, भगवान्ले साथ दिइरहनु भएको छ। बाइक कन्डिसनमा छ, केही समस्याहरू आइरहेको छैन। रमाइलो भयो, होटलमा नि रमाइलो इन्जोय गऱ्यौँ, खायौँ, मिठो खायौँ। बबाल भइरहेछ। यति जाडो छ कि, यति चिसो छ कि नजान्दैन थोरै त्यो ताने झन् अलि तेल सकिन्छ नि त। इन्जिनले हात चेकाउनु परिरहेको छ यार है। कति तातो भएको भगवान्। अझै आइपुगेन हामी, लगभग आधी घन्टा जति हुन आँट्यो है हिँडेको है। बाटो त लास्टमा राम्रो, रोडसम्म त राम्रै थियो, मासतिर त साह्रो नराम्रो रहेछ है। ल त यतिले त के पुग्थ्यो यार। तेलमा समस्या आइरहेछ भने कस्तो तल तेलै नहेरिकन सडा निस्क्यो कि मलाई पावर मिस्टेक अलि हाल्नु पर्थ्यो। अब जोस माथिसम्म पुगेसम्म त बोतलमा पाइन्छ होला। 1 hour later हालिराख्नु के भयो, ठुलो भएन नि। फाइनली पेट्रोल पाइयो यार। अब यहाँबाट लगभग 5 मिनट्समा हामी पुग्छौँ रे। त्यहाँ देखिरहेको ठाउँ हो, खोइ कहाँ हो, त्यहाँ माथि रहेछ। ल हामी हिँड्छौँ अब। जाउँ हान्नु साथी। हिमाल देखिरहेको रहेछ है त्यहाँ चुचुरो। पुरी बजार, पुरी हो त्यो राम्रो छ यार। हाम्रो टाइपको घरहरू छ। र हामी केबुल कारसँग पुग्छौँ, त्यहाँबाट केबुल कार जानुपर्ने हुन्छ। गाडी पार्किङ गरेर होला 250सँग पास गरेर अहिले यार छुर्पी त लिएर जानुपर्छ। हाम्रो सामान यही हो अनि। ल हस् लाग्छ आमा घुमेर आउँछ। ए पानी बोक्यो। ल लाग्छ आमा। ल फाइनली हिँडेर त कहाँ जाने र? ए कति मिनट लाग्छ हिँडेर? ओ जाउँ त आइज। केबल कारमा जाने होला नि यार, हिँडेर त कति पुगिसक्नु।
माथि छ नि यो त सही भन्दा गाह्रो छ मिल्दैन नफाल्नु है तपाईहरु फाइनल्ली आइयो कालिम्पोङ दर्शन गर्न आएका छौँ केबल कारमा चढ्यौँ हिमालहरू क्या जानु देखिरहेछ उता कोरी भिलेज भइहाल्यो तलको वाउ पारामा चिसो है वाउ मजा आइरहेछ यार कोरी गाउँ भिलेज यहाँ छ उतापट्टि हिमाल छ अब हामी मन्दिरतर्फ लाग्दैछौँ ए पारामा खतरा के थकलाई आयो One hour later. आहा कस्तो खुसी लाग्छ क्या जहिले पनि दर्शन गर्न पाउँदा भगवानतिर जाँदाखेरि आनन्द लाग्छ वाउ फाइनल्ली दर्शन सकाइयो अब जाने नजाने आफ्नो ठाउँमा छ फर्मालिटिजहरू अब पुरा भएनन् पनि होला भए पनि होला अब जे जान्यौँ त्यही गऱ्यौँ एकदम ह्याप्पी एकदम खुसी मिल्यो यार आहा बर्थडेको दिन आज यसरी आउन पाउँदा एकदम खुसी लाग्यो एकदम लास्ट ह्याप्पिनेस वाउ बेस्ट बर्थडे एभर भयो फाइनल्ली सकियो सो कालिम्पोङ आउने इच्छा लागेको थियो आइयो दर्शन गरियो फेरि बर्थडेको स्पेसल दिनमै एकदम बवालवाला खुसी लागिरहेछ अलिकति हतार भयो आज किनभने काठमाडौँ फर्किनुपर्छ हिजो आएको हामी फर्क्यौँ अब है मजा आयो रमाइलो भयो धेरै कुराहरू सिक्न पाइयो एकदम सबैजनाले जो हेर्दै हुनुहुन्छ सबैजनालाई कालिम्पोङ माताले रक्षा गरून् भन्दै अब हामी रिटर्न हुन्छौँ यहाँबाट फेरि केबल कारमा ह्याप्पी बर्थडे टु यु भन्नु पर्दैन कमेन्टमा तपाईँहरूले मेरो बर्थडे छ आज त्यही भएर सबैजनाले कमेन्ट ह्याप्पी बर्थडे गरौँ ए मन्दिर आइसु के भन्छ खुसी पाउँछु मलाई जस्तो लाग्छ कस्तो आनन्द लाग्छ फ्रेस कस्तो भगवान्लाई कुराहरू सुनाइरहेको छु टाइपको फिल के त्यो सुनिरहनु भएको छ टाइपको लाग्छ एकदम सबैजनाको रक्षा गरून् भन्दै अब मजा आयो आनन्द आयो इच्छा गरेको थियौँ इच्छा पुरा भयो यस ओके फर्किने अब हामी बाई बाई गर्दै नरिवल सरिवल फुटाएको थियो तर भिडियो चाहिँ ठ्याक्कै नरिवल फुटाइसकेपछि चाहिँ भिडियो चेक गर्दाखेरि चाहिँ अनि के भन्छ भिडियो अन भएछ होइन खिच्न चाहिँ पाइएन छ हामीले नरिवल फुटाएको थियौँ हामीले तर के गर्ने अब ठिक छ एडजस्ट ठिक छ इट्स ओके वाउ एक सर्टमै फुट्यो जस्तो लागेको थियो रस के भन्छ त्यसलाई चढायौँ हामीले
यतातिर हाम्रो के भन्छ अरे छुर्पीहरू चाहिँ लास्टै पकाएको रहेछ अनि लिएर गएन त आएको बेला भने हामी छुर्पी लिएर जाँदैछौँ कटाइ हुँदैछ मजाले छुर्पी क्या मिठो रहेछ यार अलि ठाउँकै क्या कलर सलर नहालेको होइन भाइ एकदम यो ओरिजिनल हो हाम्रो आफ्नै कम्पनी छ एउटा युवाबाट सन्तल कम्पनी हो ए फाइनल्ली घर आइयो साथीहरू घर आइयो यस्तो हालत छ आँखा पोलेर ओके वी आर फाइनल्ली घर आइपुगिसकेका छौँ वाउ वाट एक्सपिरियन्स कति कुराहरू सिक्न पाइयो कति कुराहरू देख्न पाइयो यस्तो कुराहरू अलिकति बवाल रमाइलोवाला फिलहरू लिन पाइयो हामीले है 2 दिन 1 रात फाइनल्ली हामीले सैलुङ अनि नेक्स्ट डे भनेको आज वाउ हामीले कहाँ दर्शन गऱ्यौँ कालिन्चोक दर्शन गरेर फाइनल्ली हामी 3 आवर्सदेखि 4 आवर्समा घर आइपुगिसकेका छौँ अब अलिकति टाउको दुखेर लास्टै तनाव भइरहेको छ गाह्रो भइरहेको छ धेरै कुराहरू भइरहेको छ त्यो कुरालाई अलिकति साइड राखेर भिडियो चाहिँ इन्ड गर्नु पर्यो थ्याङ्क्स टु एभ्री वान थ्याङ्क्स टु हाम्रो के भन्छ विश्वकर्मा भगवानलाई पनि धेरै धन्यवाद बाइकले धेरै साथ दियो केही बाटोमा त्यस्तो तनावहरू भएन वाउ वाट एक्सपिरियन्स भन्छु म चाहिँ बवाल राम्रो कुरा सिक्न पाइयो राइडहरू हिँड्दाखेरि के कस्तो कुराहरू प्रब्लम आउन सक्छ भन्ने कुराहरू पनि सबै फेस गर्दै घर आइसकेपछि चाहिँ अब चाहिँ पोइन्ट टु पोइन्ट टक गरौँ अब तपाईँहरूलाई फर्स्ट अफ अल कस्तो लाग्यो त आजको त होइन नि सो तपाईँलाई कस्तो लाग्यो त यो सिरिज हाम्रो सैलुङ कालिन्चोक दर्शन गरेको भ्लग कस्तो लाग्यो तपाईँले मजाले कमेन्ट गर्नु होला फेरि पनि नयाँ हुनुहुन्छ नि सब्सक्राइब गर्नु होला अब कुरा आउँछ बर्थडेको के भयो त किन बर्थडे थियो अब केक सेक कटाइ हुन्छ के हुन्थ्यो होइन किन भएन ओके मलाई पनि त्यही लागिरहेको छ कस्तो किन भएन म बाहिर भएँ फ्यामिलीमा प्लानिङ पनि भइरहेको थिएन केही कुराहरू गरेको थिएन अब सबैजना काम भइरहेको थियो अलिकति अनप्लान भयो क्या त्यही भएर अनि फेरि आजै आएको अनि आजै सबै कुराहरू प्लान गरेर सम्भव भएन बेलुका भइसकेको छ मैले चाहिँ अब बाटोमा के सोचेको छु भने ओके हामी एकदम सरी फेसबुकमा 100K धेरै नजिक थियौँ नजिक अहिले पनि छौँ अब पुग्न आँटिसकेको छ 100Kमा चाहिँ अलिकति फ्यामिलीसँग बसेर बर्थडेमा चाहिँ अब रमाइलो गरिहाल्यो भने कसरी गऱ्यौँ भने हामीले कालिन्चोक दर्शन गर्न पायौँ भगवान् वाउ अनि आउँछ अर्को अब स्पेसल कुरा के छ त भने मैले भ्लगिङ स्टार्ट भनौँ न अब चाहिँ भ्लग हालिदिनु पर्ला भन्ने कन्सेप्ट नै आएको भनौँ न अब भ्लग हालेको दिन आजै हो यानि कि नोभेम्बर 14-13 भनौँ न जहिले भए पनि बर्थडेको दिनबाट मैले भ्लग सुरु गरेको थिएँ बर्थडेको दिनबाटै स्टार्ट भयो भनौँ न सबै साथीहरूसँग मिलेर पहिला पनि अलिअलि भ्लगहरू बनाएको थिएँ तर अपलोड गरेको थिइनँ जोस आइरहेको थिएन के भन्यो भन्ने टाइपको जोसहरू नै थिएन बर्थडेको दिनबाट स्टार्ट गरेको आज फाइनल्ली 3 इयर्स भएछ 3 इयर्स अफ माई फेलियर भन्छु युट्युबमा त्यस्तो प्रगति गर्न सकिएन कति कुराहरू सिक्दै पनि छ अझै पनि हार त मानेको छैन है अब ठिक छ 3 वर्ष भएछ फाइनली सबैजनाले सेलिब्रेट गरौँ ओके 3 वर्ष भइसकेको छ हामीले भ्लग गर्न थालेको कति कुराहरू भयो कति कुराहरू सिक्दै गएँ कति कुराहरू बवाल हुँदै गयो अब चाहिँ अलिकति सिरियस भएर यस्तो हो भ्लग स्टार्ट गर्नु र सिरियस भएर अलिकति ओहो अब पढाइ पनि त्यति बेर अनि अलिकति सिरियस भएर गर्नुपर्छ भन्ने टाइपको छुट्टै टाइममा भयो सिक्दै गइयो अब सिक्दैछु पनि अब लेट्स सी कहाँसम्म गइन्छ सो आज फाइनल्ली 3 इयर्स कम्प्लिट भएको छ हाम्रो युट्युब जर्नीको जसले सब्सक्राइब गर्नुभएको छ हेरिरहनु भएको छ थ्याङ्क यू सो मच किप सपोर्टिङ तपाईँहरूकै मायाको आश गरिरहेको छु ओके यस्तै भयो अब हाम्रो घुमघाम सकियो अब भनेको नयाँ अरू कन्टेन्टहरू हाल्नुपर्ने हुन्छ राम्रो कुराहरू सिक्न पाइयो एक्सपिरियन्स गऱ्यौँ सबै कुराहरू है राइड पनि गऱ्यौँ साथीसँग हामी 2 जना मात्र अलिकति साथीहरूसँग ग्रुपमा पनि अरू पनि ठाउँ जान मन लाग्छ भोलिपर्सि त्यो पनि गर्नुपर्छ ओके
आजको लागि यो भिडियो यहीँसम्मका लागि थ्याङ्क्स फर वाचिङ थ्याङ्क्स फर सपोर्टिङ यसरी नै सपोर्ट गर्दै गर्नुहोला टिकटकबाट आउनुहुने अडियन्सलाई पनि धेरै धेरै धन्यवाद इन्स्टाग्राम सबै राम्रो भइरहेछ अहिले सो राम्रो भइरहेछ भगवानको साथ छ भगवानले हेरिरहनु भएको छ जस्तो लाग्छ ठिक छ यिनीहरू सबै राम्रो हुन्छ भन्दै अब बाई बाई गर्छु लास्टै गाह्रो भइरहेछ लास्टै थकित भइरहेछु ओके सबैजनालाई बाई बाई गुड नाइट अब हेर्दै गर्नु होला सब्सक्राइब गर्नुभएको छ सब्सक्राइब गर्नु होला एउटा कमेन्ट छोडेर जानुहोस् ओके अब हामी नेक्स्ट ब्लगमा भेट्छौँ त्यहाँसम्मको लागि बाई बाई टाटा जय नेपाल